हेलो एभ्रिवान आज यति राति भइसकेको छ रातिको 11 बजिरहेको छ बट स्टिल आई एम हियर है आज म लाइभ आइरहेको छु टु शेयर अबाउट अ न्यू टपिक विच इज भेरी इन्ट्रेस्टिङ हैन जुन छ कन्फिडेन्स इज बिल्ड के हाम्रो भनेको यो लाइफमा हैन कन्फिडेन्स भनेको आफसे आफ आउँदैन कि सपोज फर इक्जाम्पल मैले यो बिजनेसमै स्टार्ट गर्दाखेरि हैन सुरुमा आउँदाखेरि अब अनलाइन भनिसकेपछि डिजिटल बिजनेस भनेको एकदमै न्यू थियो नि त मेरो लाइफमा अनि कस्तो हुन्छ भनेर मैले एउटा एक्सन त लिएँ किनभने मलाई घर बसेर केही न केही गर्नु थियो बच्चाहरूलाई हेर्दै केही न केही गर्नुपर्ने थियो नि त अनि त्यो गर्दै जाँदाखेरि मैले एक्सन त लिएँ भित्र आइसकेपछि चाहिँ यहाँ आएपछि चाहिँ काम के हो भन्दा चाहिँ सोसियल मिडियामा यो बिजनेसको बारेमा एक्टिभली सेयर गर्ने थियो कि अनि एक्टिभली सेयर गर्दाखेरि अब पोस्टहरू बनाउनसम्म त केही थिएन अब हामीले टुल्सहरू युज गरेर एउटा फोटोहरू पोस्टहरू बनाउनसम्म ठिकै थियो कि तर जब इट केम टु भिडियो मेकिङ के यसरी भिडियो बनाउने यसो सेयर गर्ने आफै बोल्नुपर्ने यस्तो खाले आइसकेपछि चाहिँ मलाई एकदमै डर लागेको थियो कि मलाई आज पनि सम्झिँदाखेरि मैले यो बिजनेस स्टार्ट गरेको भनेको डिसेम्बरमा थियो नि त के अरे 2023 को डिसेम्बरमा थियो त्यसपछि त्यो बेला चाहिँ मैले स्टार्ट गरिसकेपछि चाहिँ ट्रेनिङहरू हेर्न थालिसकेको थिएँ अनि ट्रेनिङ हेर्न थालेपछि चाहिँ अब स्टार्टिङमा आफ्नो ट्रेनिङ फेजहरू सकियो क्या वेबसाइटहरू बिल्ड गर्न सकियो मेरो फनल्सहरू सबै रेडी भइसकेको थियो अनि अब त्यसपछि चाहिँ मैले अब भिडियो बनाएर यो बिजनेसको बारेमा के हो त नि भनेर मान्छेले यति धेरै मलाई सोध्न थाल्नु भयो कि अब कतिलाई त थाहा छैन जसरी म नयाँ थिएँ त्यसरी नै धेरैजनालाई अननोन थियो नि त यसको बारेमा त्यही भएर धेरै नै मलाई मेसेज गर्न थाल्नु भएको थियो कि अनि सबैजनालाई रिप्लाई गर्दै च्याट गर्दै रिप्लाई गर्दाखेरि चाहिँ रमाइलो भइरहेको थियो मलाई तर यति ओभरवेलमिङ रेस्पोन्स आयो कि मैले सबैलाई च्याट गर्दाखेरि अलिकति नभ्याएको र म भिडियोमै भन्छु नि त ल सबैलाई एउटा मेरो पोस्ट गरिराख्ने कामै हो क्या म भिडियो बनाएरै भन्छु भनेर मैले भिडियो बनाउन खोज्दाखेरि होइन त्यो बेला चाहिँ हाम्रो उस गएको थियो कि म हाम्रो एउटा छोरी चाहिँ सानो काखे बच्चै थियो होइन एउटा बच्चा चाहिँ भर्खर नाच्न थालेको थियो कि पारिसी चाहिँ अलिक ठुली भइसकेको थियो होइन अनि त्यस्तो बच्चा दुईजना बच्चालाई लिएर हामी चाहिँ उस गर्न गएको थियो कि के अरे नाइट आउट गएको थिएँ न्यू इयर्स इभमा नाइट आउट गएको थियो कि अनि नाइट आउट गएको बेला उता उसमा गएर सतुङ्गलतिर गएको थियौँ होइन हस्बेन्ड म र मेरो दुईजना छोरी हामी चारजना भएर नाइट आउट गएको बेला चाहिँ अब उहाँहरूसँग अब खानसाना खाइयो त्यसपछि अब म यो बिजनेस स्टार्ट गरेको छु अब बिजनेसको लागि चाहिँ म सेयर गर्छु म भिडियो बनाउँछु भनेर भने कि अब राति त त्यस्तै भयो होइन अब थाकेर सुत्यो अनि भोलि बिहानतिर चाहिँ ब्रेकफास्ट खान सकिसकेपछि चाहिँ मैले यो बिजनेसको लागि म भिडियो बनाउँछु भनेर मेरो हस्बेन्डलाई छोरीहरूलाई लिएर बाहिर खेल्ने ठाउँ त्यस्तो मजाको ठाउँ थियो कि त्यो रिजोर्टमा अनि मजाले बाहिर खेलेर बस्नु म चाहिँ त्यो होटेलको बेडरुममा बसेर भिडियो बनाउँछु भनेर बसेको थिएँ यसरी नै एउटा मोबाइल अगाडि राखेको अहिलेसम्म बोलेको थिएन म भनेको एकदमै इन्ट्रोभर्ट मान्छे हो कि मलाई यसरी खर जुन अहिले म बोलिरहेको छु नि यसरी बोल्न सक्ने मान्छे थिएन कि म मनमनमै कुरा गरेर बस्ने मनमनमा कुरा गर्दा मुखबाट आवाजै नआइकन मेरो सकिन्थ्यो कि अनि अगाडिको मान्छेसँग म इन्टरेक्सनै गर्न नसक्ने खाले मान्छे थिएँ कि अनि त्यसपछि यो बिजनेसको लागि चाहिँ म भिडियो बनाउँछु भनेर एटलिस्ट क्लोज डोरमा मैले चाहिँ ढोका लाएर होइन त्यो बेडरुममा हाम्रो त्यो होटेलको रिजोर्टको त्यो हामी नाइट आउट गएको बेडरुमको बेडमा बसेर यसरी मोबाइल अगाडि राखेर बिजनेसको बारेमा रेकर्ड गरेर यस्तो लाइफ साइड जान त मलाई त कन्फिडेन्सै थिएन कि त्यो बेला रेकर्ड गरेर एउटा बन्द कोठामा बच्चाहरूलाई दुईजना छोरीहरूलाई उता हस्बेन्डले हेरिराख्नु भएको थियो र म एउटा भिडियो बनाउँछु भन्दाखेरि बोल्दैछु हेलो एभ्रिवान भनौँ कि हाई गाइज भनौँ कि गुड मर्निङ भनौँ कि गुड नाइट भनौँ कि होइन अनि हाउ आर यु अल भनौँ के भनौँ स्टार्टिङै नआएको कि मलाई त्यो क्लिक गर्छु त्यसपछि नि हाई गाइज भन्नेमै म कति टेक पऱ्यो यस्तो गाह्रो भयो कि मलाई अनि बल्ल बल्ल गरेर अनि अलिकति स्टार्टिङ आउँछ स्टार्टिङ आइसकेपछि चाहिँ पहिला आफ्नो इन्ट्रोडक्सन दिने कि बिजनेसको बारेमा भन्ने कि कसरी स्टार्ट गर्ने भनेर मलाई केही थाहा थिएन कि अनि कस्तो अड्के कतिचोटि कति टेकमा मैले बोल्छु फेरि भनेछु फेरि अफ गरेछु फेरि बोलेछु नि है फेरि यो भने भन्छु फेरि राखेको छु होइन बोल्दा बोल्दा आफू रातो नपिरो भयो गाला रातो भयो बोल्न ठ्याक्क त्यो रेड बटन थिचेपछि कि रेकर्डको लागि रेड बटन थिचेपछि चाहिँ अगाडि मुखबाट बोल्दैछु हाँस्न खोज्छु थर खुट्टा हातहरू कामिरहेको थियो कि मन टुक गरिराख्ने कि किनभने मेरो लागि नयाँ थियो नि त त्यो अनि त्यसपछि त्यो एउटा मलाई आफ्नो त्यो कम्फोर्ट जोनबाट निस्किनु पर्ने थियो नि त जुन म एकदम इन्ट्रोभर्ट एकदम साई मान्छे एक्सप्रेसै गर्न नसक्ने मान्छे फर्स्ट टाइम भिडियोमा एक्सप्रेस गर्छु भनेर त्यो भिडियो बनाउँदाखेरि मेरो हस्बेन्ड बाहिर छोरीहरूलाई खेलाएर भ्याएर कतिचोटि आएर यता हस्बेन्डमा के अरे यता झ्यालमा आएर ढक्ढ गर्दै सक्यो भनेर कति बोल्यो आफूलाई यहाँ बोलिरहेको छु बोल्दा आफ्नै जिब्रो लडबडेर कस्तो गाह्रो भइरहेछ छेउमा आएर चाहिँ हस्बेन्डले भएन सकेन अझ कति बेला लाग्यो भनेर कराएको थियो क्या अनि उसले त बुझ्दैन अनि जहाँ त्यति बनाउन कति टाइम लाग्यो भनेर कराउने फेरि हस्बेन्डले उता छोरीहरू पनि मम्मी भनेर मचाइरहेको कि उनीहरूलाई अब म त एकदम सानो बच्चाहरूको आमा थिएँ नि त मैले बिजनेस स्टार्ट गर्दाखेरि सानै थियो कि उनीहरू अनि त्यो बेला नि आफ्नोलाई भनेर मैले टाइम कहिले निकालेको पनि थिएन कि जहिले बच्चाहरू एउटा बच्चा सानो भएर उक्रिने त्यसमा उहीसँग बसिरहेँ फेरि अर्को प्रेग्नेन्ट भयो फेरि अर्को बच्चालाई हुर्काउँदै एउटा स्कुल जाने बच्चालाई हुर्काउँदै यो दुईजना बच्चाको बिचमै म बसिरहेको आफ्नो टाइम सेल्फ टाइम भन्ने मैले लिएकै थिएन कि
फर इयर्स एन्ड इयर्स म मेरो बच्चाहरूको आमा मात्र भएर बाँचिरहेको थिएँ नि त। अनि आफ्नोलाई के गर्छु भनेर मैले खोज्दाखेरि चाहिँ यो बिजनेस भेटेको थिएँ कि यो बिजनेस चाहिँ मलाई मेरो लागि हो, म मेरो बच्चाहरूलाई हेर्दा पनि आफ्नो सेल्फ ग्रोथको लागि केही न केही गर्छु भनेर गरे हो नि त। अनि त्यही भएर एकछिन त्यसरी यो नाइट आउट गयो बेला हस्बेन्डलाई एकछिन बच्चाहरू हेरिदिनु भनेर मैले आफ्नोलाई टाइम निकालेर आफ्नोलाई के गर्दाखेरि मलाई यस्तो गाह्रो भएको थियो है। अनि बिजनेस अलिक बोल्छु होइन, क्लिक गर्छु, त्यसपछि खर्र बोल्छु, अनि बोल्दा के हुन्छ अब नर्भस थियो नि त फर्स्ट टाइम गरेको भएर। अनि बोल्दैछु बोल्दा यस्तो गर्छु, घरि कपाल चिलाएर आउँछु, घरि यता घाँटी चिलाएर आउने, त्यो नर्भसनेसले गर्दा के। अनि गरेर चाहिँ घरिघरि यस्तो हुने, आफ्नो हात चाहिँ के त्यो नर्भसनेसले कति चलिरहेर कस्तो गाह्रो भएको थियो क्या मलाई। अनि अरे शिव यस्तो गाह्रो हुन्छ र भिडियो बनाउन, मान्छेहरू त कति बोलिरहेको हुन्छ। अनि अर्काको एडहरू बल्ल सम्झेँ क्या मैले। अरूहरू त भनेको फिल्मको हिरो हिरोइनहरू त त्यो क्यारेक्टरमै हुँदैन नि त, बट उनीहरू आफ्नो रियल लाइफमा कस्तो छ र एउटा एक्सन गर्ने बित्तिकै उनीहरू कुन क्यारेक्टरमा गएर अब कुन भनौँ न ल्याङ्ग्वेजदेखि लिएर कुन अब सिनहरू इन्याक्ट गरेर त्यो फेक वर्ल्डलाई कति मजाले इन्याक्ट गर्दो भएछ। मैले त्यो दिनमा चाहिँ हिरो हिरोइनहरूको मेहनत बुझेको कि आफूलाई परेपछि। जब कि मैले एक्स्ट्रा त केही गर्नु परेको थिएन नि त, म को हो, मैले के गरिरहेको छु, र मैले भर्खर मैले नयाँ बिजनेस स्टार्ट गरेको छु है, त्यति भन्नलाई मात्र मैले भिडियो बनाउनु खोजेको क्या त्यो दिन। अनि त्यति आफ्नो बारेमा बोल्न होइन, आफ्नो बारेमा मेरो फ्यामिलीमा यस्तो हुनुहुन्छ, म यस्तो हो भनेर आफ्नो इन्ट्रोडक्सन, आफ्नो पढाइ, अनि मैले यो बिजनेस स्टार्ट गरेको छु है, यो बिजनेस त यसरी गर्न मिल्दो रहेछ है भनेर त्यति भन्न पनि नसकेँ क्या मैले। जबकि हिरो हिरोइनहरू भनेको त भनौँ न एड्सहरूको लागिदेखि लिएर कुन दुनियाँमा कुन ठाउँमा गएर राजा रानीहरूको भएर त्यस्तो इमोसनसँग खेलेर कस्तो मजाले डेलिभरी गर्छ नि त आफ्नो डायलग्सहरू है। अनि त्यो दिनमा चाहिँ मलाई झन् त्यो एक्टर्सहरूमा झन् त्यो एउटा काइन्ड अफ के ओहो उनीहरू त खतरा रहेछ, खतरा काम गर्दैछ यिनीहरूले त भने जस्तो फिल भएको थियो। एउटा झन् रेस्पेक्ट बढेर आएको थियो कि उनीहरूको। अनि मलाई चाहिँ त्यस्तो फिल भएको भएर त्यो फर्स्ट दिनसँग मलाई अहिले आएर हेऱ्यो भने त अहिले हेर्नु न रातिको 11 बजी 11:30 जस्तो भइसक्यो है, हुन लागिसक्यो नेपालमा है। अनि आज दिनभरि म लाइभ जान्छु भनेको थिएँ, मैले एभ्रिडे लाइभ जान्छु भनेर भनेको छु नि त। अनि हिजो पनि म सपिङ गएको थिएँ, उता जमलमा सपिङ गइरहेको थिएँ, सपिङ गर्दा सपिङ सक्ने बित्तिकै एकछिन लाइभ बोलिदिइहालेँ होइन। अस्ति चाहिँ म बसन्तपुरमा मेरो छोरीहरू मेरो हस्बेन्डसँग सपिङ गएको थिएँ, त्यो बेला नि खाजा खाँदा चाहिँ यसो लाइभ बोलेर या टपिकहरूको बारेमा बोलिदिइहालेँ होइन। त्योभन्दा अगाडि चाहिँ मैले जसरी हुन्छ कहिले कोच कल गर्दा हुन्छ, कहिले जुम मिटिङ गर्दा मेरो टिमको जुम मिटिङ गर्दा कसरी हुन्छ लाइभ गरेर आएको थिएँ होइन। तर हिजो चाहिँ म पार्टी गएँ कि राति, अनि पार्टी गरेर आएँ, बिहान फेरि बच्चाहरूलाई स्कुल पुऱ्यायो, स्कुलबाट लिएर आयो, खाजा खुवायो, अनि यहीँ आफ्नै बिजनेसको हल्का टिम्सहरूसँग दिनभरि फोनमा कुरा गर्दा मेरो दिन गयो कि आज। त्यही भएर म चाहिँ दिनभरि यहाँ गर्न पाएन, पोस्ट गर्न पाएन, लाइभ बस्न पाएन होइन। अनि यस बेला खाना खाएर आएर 2जना बच्चाहरू सुत्यो कि भर्खर दखना सुतिरहेको छ है। आफ्नो मम्स ड्युटी सकेर, आफ्नो किचनको ड्युटी सकेर बल्ल अब मी टाइम, अब सुत्ने बेला सबैजना सुनसान भयो यहाँ। अब बल्ल म मेरोलाई टाइम दिन्छु भनेर यसरी लाइभ आइरहेको छु कि अहिले आएर चाहिँ मलाई त्यो लाइभ बटन क्लिक गरेर बोल्न चाहिँ त्यस्तो साह्रो गाह्रो लाग्दैन। किन भन्दा ममा एउटा कन्फिडेन्स बिल्ड भएको छ क्या। यो कन्फिडेन्स भनेको आफै यसरी आएको होइन क्या। 2 वर्ष अगाडि मैले त्यो नाइट आउटमा जाँदाखेरिको त्यो फर्स्टचोटिको मेरो त्यो एउटा भिडियो बनाउनु र अहिलेको यो म अहिले इन्स्ट्यान्टली विदाउट एनी प्रिपरेसन लाइभ आउनुमा कोही डिफ्रेन्स हेर्नु न। ममा यति मजाको आफैमा एउटा सेल्फ ग्रोथ छ, ममा आफैमा यस्तो मजाको कन्फिडेन्स छ, आफूमा यति ह्याप्पी छु कि म। यो कसरी भयो भन्दाखेरि मैले एभ्रिडे प्र्याक्टिस गरेँ नि त। मलाई त्यो दिन गाह्रो भएको त्यो हात्ते रातो भएर बसेको थियो, बट स्टिल मैले त्यो दिन सक्दिनँ भनेर मैले त्यसलाई अफ गरेर त्यो भिडियो मैले रिटेक जति रिटेक भए पनि गरेको नगरेको भयो म आज यहाँसम्म पुग्थेन कि। त्यो भनेको सेल्फ प्र्याक्टिस हो, आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केको। म गर्छु भनेर ठानेपछि म गर्छु भनेर जुन एउटा आफूले एउटा डिटरमाइन्ड भएर एउटा डिसिप्लिन भएर म अगाडि बढेँ नि, हो त्यसको रिजल्ट चाहिँ तपाईँले आज ममा देख्न सक्नुहुन्छ कि। त्यो भनेको के भन्दा म आज एनी टाइम एनीवेयर जुन स्टेटमा भए पनि म सुतेर उठ्ने बित्तिकै एउटा बारेमा बोल्दै भनेर लाइभ बस्छ भने पनि म बस्न सक्छु कि। त्यति कन्फिडेन्ट छु कि म अहिले मेरो बारेमा बोल्नमा, कुनै पनि यो बिजनेसको बारेमा बोल्नमा, अरू मेरो यो बिजनेस जोड्नेको बारेमा बोल्नमा, अरू मेरो टिम वर्कको बारेमा बोल्नु पऱ्यो, अरू माइन्डसेटको बारेमा बोल्नु पऱ्यो, अरू आजको टपिक कन्फिडेन्सको बारेमा बोल्नु पऱ्यो। ममा यो कुरा सबै कुरा इनबिल्ड भइसक्यो, किनभने यो हाम्रो लर्निङ जर्नी हो, सेल्फ ग्रोथ जर्नी हो कि। यहाँभित्र आइसकेपछि यो बिजनेसमा हामीले ट्रेनिङ अनलक हुन्छ सुरुमा होइन। त्यो ट्रेनिङ अनुसारको बिजनेसको बारेमा हामीले सबै कुरा सिक्दै जाने हो, बुझ्दै जाने हो। गर्दै जाँदा यति राम्रो सपोर्टिभ कम्युनिटी हुनुहुन्छ, सबै सपोर्टिभ कम्युनिटीहरूको साथ र सपोर्ट, इन्करेजमेन्ट एन्ड इन्सपिरेसन, मोटिभेसन यति हुन्छ कि आफूलाई पनि गर्न मन लाग्छ कि। अनि जुन मलाई त्यो दिन
बोल्न गाह्रो भएको थियो नि त्यो गाह्रो हुँदा पनि मैले आफ्नै जो पनि यो बिजनेसमा अलरेडी लिडर्सहरू हुनुहुन्छ सक्सेसफुलहरू हुनुहुन्छ नि उहाँहरूको भिडियो मैले चिनेको छैन को हो भनेर जस्ट मैले उहाँको एउटा भिडियो हेरेँ त्यो भिडियो हेरेर त्यो ओहो उसले यस्तो यस्तो बोलेछ नि म पनि यसरी बोल्छु भनेर आफ्नो एउटा स्क्रिप्ट आफ्नो माइन्डमा फेरि मलाई फेरि लेखेर सेकेर त्यो खोकेर चाहिँ गर्न आउँदैन उसले यस्तो यस्तो बोलेछ भनेर आफ्नो माइन्डमा यसो सोचेँ त्यसपछि अनि एउटा ट्याक्क क्लिक गरेर अनि त्यसपछि बोलेँ त्यति एउटा बोल्नलाई उसले यस्तो फर म जसरी बोलिरहेको छु नि त्यसरी फर बोले थियो कि उसले चाहिँ त्यो भिडियोमा किनभने ऊ त आइसकेको कति वर्ष भइसकेको थियो नि त त्यो लिडर्सहरू त अलिक टपमै भइसक्नु भएको थियो कन्फिडेन्टहरू अति नै हुन्थ्यो तर म चाहिँ त्यो बेला एकदमै न्यू थिएँ मलाई पनि उहाँ जस्तो हुनु छ भन्ने एउटा भिजन थियो नि त अनि उहाँ जस्तो हुनु छ उहाँले जसरी बोलेछ म पनि त्यस्तो नै बोल्छु भनेर बोल्न खोज्दा चाहिँ मलाई एकदमै गाह्रो भएको थियो एकदमै गाह्रो भएको थियो यति गाह्रो भइरहेको थियो कि है अब तपाईँलाई भन्यो भने तपाईँले पत्याउनु हुँदैन कि किनभने म अहिले यस्तो मजाले बोलिरहेको छु नि त म पनि त्यसरी अड्किन्थेँ र भने जस्तो फिल होला है तर म इन्ट्रोभर्ट मान्छे हो म बोल्दै नबोल्ने मान्छे म एकदमै साई एकदमै एन्टी सोसियल मान्छे थिएँ होइन त्यस्तो बोल्न नसक्ने मान्छेले अहिले आएर एक्सन लिएर यहाँ आएर मैले सिक्दै जाँदा म यहाँ मेन्टर हुनुहुन्छ कोच हुनुहुन्छ मेन्टर र कोचले सिकाएको कुराहरू सिक्दै जाँदाखेरि आफ्नो भनौँ न हल्का हल्का ग्रोथ हुँदै गयो हल्का हल्का लेभलअप हुँदै गयो हल्का हल्का म माथि जाँदै गएँ माथि जाँदा जाँदा अहिले माइलस्टोन एचिभ हुँदै गएँ अनि यो जति पनि मेरो मेहनत गरिरहेको छु मेरो मेहनतको यो देखेर कि मलाई यस्तो डेडिकेट गरिरहेको हार्डवर्क गरिरहेको देखेर मेरो ग्लोबल लिडर्सहरू हुनुहुन्छ उहाँहरूले मलाई सर्टिफिकेट्सहरू पनि दिएर एप्रेज गर्नुभयो रिकगनाइज गर्नुभयो कि मेरो हार्डवर्कलाई अब मेरो रक स्टार एवार्डमा म जहिले फर्स्ट आइराख्ने कि त्यसपछि सोरिङ इगल एवार्ड पाइरहेको छु ब्याक टु ब्याक होइन राइजिङ स्टार एवार्ड पाइरहेको छु ब्याक टु ब्याक माइलस्टोन एचिभर्सको ब्याक टु ब्याक एवार्ड्सहरू पाउन थालेँ कि मैले त्यो भनेको एउटा केही न केही हासिल गरे हो केही न केही विन गरे हो कि मैले त्यो सबै भनेको के भन्दा मैले यसरी काम गरेकोमा मेरो रिजल्ट आएको कि अनि त्यो रिजल्ट पनि ग्लोबल कम्युनिटीले मलाई देखेर त्यस्तो मजाले रेकगनाइज गरेको देखेर ओहो मैले काम गरेको त यति ठुल्ठुलो मान्छे यस्तो इन्टरनेसनल मान्छेहरूले पनि देख्दो रहेछ ओहो म त राम्रो गरेर रहेछु त्यो सर्टिफिकेट आउनु भनेको त राम्रो हो नि त अनि ओहो म त राम्रो काम गरिरहेको रहेछु म घरमै बसेर काइन्ड अफ मेरो त अब एमबिएमा डिस्टिङसन लगाएको नि वेस्ट भयो अब त्यत्रो 9 इयर्ससम्म मैले सफ्टवेयर इन्जिनियरको त्यत्रो डेभलपिङको प्रोग्रामको काम सिकेको त्यो पनि सबै वेस्ट भयो म त अब हाउसवाइफ भएर बाँच्ने भयो 2 जना बच्चा पाएपछि एउटा केटीको आइडेन्टिटी भनेको हाउसवाइफ भएपछि एउटा आमा भएर बसेपछि लाइफ सकिँदो रहेछ मेरो लाइफ पनि यसरी नै जाने भयो भनेर दिक्क मानेर म कस्तो हारेर बसिसकेको थिएँ कि अब त्यस्तो साह्रो हारेर भने त्यस्तो नेगेटिभ वेमा पनि होइन कि बट एउटा प्रोफेसनलिजममा चाहिँ पर्सनली चाहिँ म खुसी थिएँ मेरो बच्चाहरूसँग होइन मेन्टली चाहिँ डल भइरहेको थियो किन नयाँ कुरा केही थाहा थिएन बच्चा सुताऊ उठाऊ खुवाऊ घाममा राखौ उसलाई स्कुल पढाऊ होमवर्क गराऊ भात खुवाऊ तरकारी खुवाऊ त्यतिमै मेरो दिन गएको थियो नि त मेन्टली नयाँ केही थिएन कि एउटा सेड्युलमा एउटा डल लाइफ बाँचिरहेको थिएँ हाउसभित्र नै होइन तर यो बिजनेसमा आउँदैमा म यही घरमा हुँदाखेरि यही बच्चाहरूलाई हेर्दा पनि मैले आफ्नोलाई दिनको 1 घन्टा 2 घन्टा टाइम दिँदामा पनि म आफूमा यस्तो ग्रोथ देखेँ म आफू नै इन्टरनेसनल प्लेटफर्ममा यस्तो माथि गइरहेको यस्तो राइज भइरहेको यस्तो को नचिनेको मान्छे यस्तो फिलिपिन्सको मान्छेहरू अमेरिकाको मान्छे क्यानाडाको मान्छे जापानको मान्छेहरूले मलाई चिन्न थाल्नुभयो कोरियाको मान्छेहरू उहाँहरूले मलाई ओ यु आर डुइङ सो ग्रेट सिस पूजा सिस तपाईँले यस्तो राम्रो गरिराख्नु भएको छ नेपालबाट यति राम्रो गर्नुभएको छ तपाईँले कसरी गरिराख्नु भएको छ वी आर सो इन्सपायर भनेर यति मेसेज आउनु थाल्यो कि मलाई कङ्ग्रेचुलेसनको मेसेज यति धेरै आउनु थाल्यो कि जबकि म डल दिक्क भएर एउटा कोठाभित्र गुम्सेर मेरो जिन्दगी सक्यो भनेको मान्छेले एउटा सानो स्टेप लिँदैमा डिजिटल वर्ल्ड के रहेछ एउटा डिजिटल वर्ल्ड भनेर थाहा पाउन भनेर अगाडि जाँदा मात्र पनि मैले यस्तो मजाको पोजिटिभ रेस्पोन्स यस्तो राम्रो भाइब देखेको पाएको भएर चाहिँ ममा अझै पनि त्यो कन्फिडेन्स बिल्डअप हुँदै आयो कि त्यो भनेको मेरो कन्सिस्टेन्टली मैले काम गरिराख्दाखेरि सानो रिजल्ट्सहरू आयो सानो रिजल्ट सानो विन्सहरूलाई पनि मैले सेलिब्रेट गर्दै जाँदाखेरि चाहिँ ममा काइन्ड अफ भनौँ न जति बोलेछु त्योभन्दा अझै बढी हुँदै म चाहिँ अहिले यस्तो मजाले कन्फिडेन्ट भएर तपाईँहरूसँग बोल्न सकिरहेको छु कि त्यही भएर आजको टपिक छ कन्फिडेन्स इज बिल्ड कन्फिडेन्स भनेको आफै आउने होइन मान्छेहरू चाहिँ अब मलाई एक्टिभ भएर भिडियो गरिरहेको देखेर चाहिँ त्यसरी बोल्नु पनि रहेछ मलाई त बोल्न आउँदैन त्यसरी तपाईँहरू त सोसियल मिडियामा कस्तो एक्टिभ रहेछ भिडियो बनाउनु पनि रहेछ म त गर्न सक्दिनँ भन्नुहुन्छ कि त्यो भनेको मैले पनि सक्थेन तर मैले पनि म सक्दिनँ यस्तो गर्न सक्दिनँ भनेर म त्यो बेला इफ मैले एक्सन लिन्थेन भने म अहिले सायद एउटा हाउसवाइफ भएर दिक्क लाएर बच्चाहरू त हुर्किरहेको छ एउटा मम्स लाइफमा त म खुसी हुन्थ्यो होला तर प्रोफेसनली के गर्न पाइन्थ्यो अब के गरौँ भनेर जसरी म आत्तिएर खोजिरहेको थिएँ नि त्यो बेला म अहिलेसम्म पनि त्यसरी नै खोजिरहेको हुन्थ्यो होला कति के जब भनेर के टाइपिङ जब भनेर जान्थ्यो होला तर त्यो भनेको सबै फेक छ होइन अलिकति राम्रो ठाउँहरू पाएन नि त हो त्यस्तो नपाएर कति ठाउँमा म अड्किरहेको हुन्थ्यो होला कि तर त्यो एउटा मैले चाहिँ लर्निङ एटिट्युड लिएर 2टा बच्चालाई लिएर घर बसेर गर्न सकिन्छ भने म ट्राई गर्छु भनेर एउटा सानो एउटा एक्सन लिँदैमा के एउटा आँट गरेर म अगाडि बढ्दैमा
यो 2 वर्षको जर्नीमा मैले आफूमा यति चेन्जेसहरू पाएको छु कि तपाईँले मेरो प्रोफाइलमा गएर मेरो भिडियोजहरू हेर्नु होइन म पहिला कसरी बोल्थेँ र अहिले म कसरी बोलिरहेको छु त्यो तपाईँले आफैले पनि देख्न सक्नुहुन्छ कि मलाई कम्पेयर गर्नु तपाईँ म चिन्दै नचिनेको मान्छेले मेरो भिडियो हेरिराख्नु भएको छ भने तपाईँले पनि ममा त्यो चेन्जेसहरू देख्नुहुन्छ त्यो कन्फिडेन्स बिल्डअप भएको थाहा पाउनुहुन्छ कि त्यही भएर यो बिजनेसमा भनेको हामीले आइसकेको मान्छे एकदम एक्स्ट्रोभर्ट मान्छे एकदम भिडियो बनाइराख्ने सोसियल मिडियामा चलपल दिइराख्ने मान्छेहरूले मात्र गर्न सक्छ भन्ने चाहिँ होइन कि यो बिजनेस भनेको सबैले गर्न सक्छ अहिलेसम्म एउटा जब पनि गरेको छैन अहिलेसम्म घरबाट बाहिर पनि निस्केको छैन अझ पढाइ पनि सकेको छैन होइन कुनै एक्सपिरियन्स छैन जुनसुकै ब्याकग्राउन्डको होस् होइन पढाइ कम्प्लिट नभएको +2 पास गरेको एसएलसी गरेको अर 5 क्लास पास गरेको विथ नेपाली मिडियम भएको मान्छेहरूले पनि यो बिजनेस यस्तो मजाले गरिराख्नु भएको छ कि किनभने उहाँहरूले म जे भए पनि गर्छु सिक्छु मलाई सिक्ने प्लेटफर्म एउटा चाहिन्छ म सिक्छु भनेर त्यो एउटा आँट गरेर अगाडि आउँदैमा उहाँहरू यस्तो मजाले अहिले अगाडि बढिराख्नु भएको छ हामीले देखिरहेछौँ तपाईँहरूले पनि भित्र आएर देख्नुहुन्छ है यस्तो मजाले काम गरिराख्नु भएको छ उहाँहरूको सक्सेस देख्दा उहाँहरूको रिजल्ट देख्दाखेरि आफूलाई पनि कति खुसी लाग्छ कि जबकि हामीले चिनेको मान्छेहरू होइन कि उहाँहरू त्यस्तो राम्रो छ यहाँ त्यस्तो ग्रोथ छ कि है त्यही भएर तपाईँहरूलाई पनि बिजनेसको बारेमा इन्ट्रेस्ट छ हेर्दै हुनुहुन्छ तर मैले सक्दिनँ कि भनेर आफूमा सेल्फ डाउट भइरहेछ भने त्यो सेल्फ डाउटलाई हटाइदिनु म सिक्छु भनेर अगाडि बढ्नु तपाईँको मेन्टर एन्ड कोच म हुनेवाला छु कि प्लस तपाईँले यहाँ सबै कुरा आएको सबै कुरा जानिसकेको मान्छेहरू मात्र आउने भन्ने होइन जिरो लेभलबाट तपाईँले ट्रेनिङ पाउनुहुन्छ जिरो लेभलबाट तपाईँले सबै कुरा सिक्नुहुन्छ र त्यो सिकेर नै हामी अगाडि बढ्ने हो मैले जुन ट्रेनिङको एक्सेस पाएँ तपाईँले पनि त्यही ट्रेनिङको एक्सेस पाउनुहुन्छ जसरी मैले मेन्टर एन्ड कोच पाएको थिएँ त्यसरी नै तपाईँले नि मेन्टर एन्ड कोच पाउनुहुन्छ जसरी यति ठुलो ग्लोबल कम्युनिटी छ सपोर्टिभ कम्युनिटी छ तपाईँले पनि यो ग्लोबल कम्युनिटीको एउटा सपोर्ट पाउनुहुन्छ इन्करेजमेन्ट छ इन्सपिरेसन छ उहाँहरूको सक्सेस स्टोरी देखेर आफूलाई नै यति पम्पअप हुन्छ कि मैले त अहिलेसम्म केही गरेको छैन रहेछ मलाई त धेरै कुरा गर्न बाँकी छ धेरै कुरा सिक्न बाँकी छ भनेर त्यस्तो फिल हुन्छ कि त्यही भएर अब त अहिले त झन् ग्लोबल कम्युनिटी मात्र होइन नेपालबाट पनि यति राम्रो भइरहेको छ यस्तो ग्रो भइरहेको छ कि नेपालमा पनि तपाईँले देख्नै सक्नुहुन्छ नेपालीहरूले पनि एकदम राम्रो गरिराख्नु भएको छ होइन अनि आजबाट पनि त म अब हिजो म उता दिउँसोभरि म बिहान उठेर बच्चालाई स्कुल पुऱ्याएँ स्कुल बच्चालाई पुऱ्याउने बित्तिकै हस्बेन्ड र म भएर दिउँसोभरि सपिङ गएँ त्यो सपिङ गरेर आउने बित्तिकै फेरि बच्चालाई स्कुलबाट लिएर आएर छिटो रेडी गरिदिएर अनि फेरि राति पार्टी गएँ बिहानदेखि म बाहिर गएको गएँ बच्चाहरू होइन अब पार्टी सपिङमा यति बिजी थिएँ नि त म त्यति बिजी हुँदाखेरि पनि म सोसियल मिडियामा घर बसेर यस्तो कामै गरेर बस्नु नपाए पनि त्यो हिजो पनि मैले 2 जना एक्सन टेकर्सहरूलाई वेलकम गरेँ कि 2 जना एक्सन टेकर्सहरूलाई मैले वेलकम गरेँ कसरी भन्दाखेरि म बाहिर घुमिराख्दा पनि म आफ्नो लाइफमा आफ्नो पर्सनल लाइफ आफ्नो फ्यामिली लाइफमा बिजी हुँदा पनि अटोमेटेड सिस्टम इज दियर के हु इज वर्किङ 24/7 ब्याकएन्डमा काम गरिरहेको हुन्छ अटोमेटेड सिस्टमले त्यही भएर हामीले आफ्नो फ्यामिली लाइफलाई बाँच्दा पनि एउटा फ्लेक्सिबल वेमा होइन आफ्नो प्रोफेसनल लाइफ पनि हाम्रो चलिरहेकै हुन्छ कि त्यही भएर मलाई एकदमै खुसी लाग्छ म यो ठाउँमा आइपुगेँ जहाँ म भनौँ न अलिकति एक्टिभ हुँदैमा अलिकति सोसियल मिडियामा यो कन्फिडेन्टको साथमा कन्फिडेन्स थिएन बिहा भएर गएको पनि देख्नुहुन्छ होला कि किनभने आई एम हियर फर एभर क्या म सधैँको लागि हुन्छु किनभने यो बिजनेस मलाई एकदम मन परेको छ मेरो मनबाट नै हुन्छ नि मेरो लागि नै बनाएको जस्तो फिल हुन्छ क्या मलाई बिजनेस त्यही भएर आई फिल सो थ्याङ्कफुल ग्रेटफुल एन्ड ब्लेस्ड टु बी पार्ट अफ दिस बिजनेस मेरो यो बिजनेस कम्युनिटीको फाउन्डर्सहरूसँग मलाई एकदमै एउटा ग्रेटफुल एकदम ग्रेटिट्युड भाइब आउँछ कि यस्तो राम्रो प्लेटफर्म ल्याइदिनु भयो जहाँ म जस्तो घर बसेर एउटा करियर छोडेर एउटा क्विट गरेर बसेको केटीले एउटा पर्पज पाएँ कि लाइफमा एउटा पर्पज छ मेरो बिहान उठ्ने बित्तिकै एउटा केही न केही गर्नुपर्छ भन्ने मलाई एउटा होप छ कि अहिले एउटा यस्तो छ कि एउटा प्रोएक्टिभनेस आएको छ किनकि म त एकदमै दिक्क मानेर उठेर नि के हार्नु छ र भन्ने दिनभरि नि एकछिन सुत्छु भन्ने दिनभरि सुतेर बस्दिने मुभी हेर्ने हेरिसकेको मुभी फेरि हेर्ने मलाई फेरि रानी मुखर्जीहरू शाहरुख खानहरू खुब मन पर्छ ऐश्वर्या राईहरू अहिले फिल्महरू हुन्छ हामी स्कुल जाँदाखेरिको फेसबुक एकदम मन पर्छ कि त्यस्तो भिडियोहरू हेरेर म टाइम वेस्ट गरिरहेको छु भने अहिले आएर चाहिँ म यति मजाले ग्रो गरिरहेको छु त्यो भएर तपाईँहरूलाई इन्ट्रेस्ट छ भने यु क्यान मेसेज मी गाइज मेरो म धेरै
एकछिन भोलि तात्तिन्छ अनि त्यसपछि बन्द हुन थाल्छ कि है। त्यही भएर म राख्नु बेला मेरो मोबाइलै नआइकन पर्ने पर्छ गाइस, के गर्नु। त्यही भएर यो कन्फिडेन्स ममा बिल्ड भएको छ, तपाईँमा पनि हुनसक्छ। त्यही भएर तपाईँ एउटा एक्सन लिनु, मलाई म्यासेज गर्नु, म तपाईँहरूलाई गाइड गर्छु है। यति भन्दै अहिले चाहिँ राख्नु पर्ला। यति धेरैजनाले अहिले लाइभ हेरिराख्नु भएको छ है, थ्याङ्क यू सो मच। रातिको 12:30 बजे लाइभ आउँदा पनि यति धेरै भ्युजहरू आउँछ है। यो इन्करेजमेन्ट, तपाईँहरूको भ्युज, तपाईँहरूको कमेन्ट्सहरूले गर्दा नै मलाई अर्को एउटा मोटिभेसन मिल्छ, जसले गर्दा अझै कन्फिडेन्स बिल्डअप भएर आउँछ कि ओहो मैले गरेको त के के राम्रो भएको छ होला र यति धेरै मान्छेले हेरिराख्नु भएको छ भनेर अझै पनि मलाई मेरो कन्फिडेन्स अझै पनि बढ्दै 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 गएको छ कि। त्यही भएर मलाई भित्रबाट एउटा खुसी आउँछ र इन्सपायर हुन्छ कि म अझै यस्तै लाइभ आउनलाई। रातिको 11:30 बजे नउछ को चाहिँ हुन्छ होला है यस्तो मजाले सपोर्ट गर्ने। तर यति राम्रो सपोर्टिभ मैले एउटा फ्यामिली पाएको छु, भ्युवर्सहरू पाएको छु। त्यही भएर आइ एम सो थ्याङ्कफुल फर यु अल है, जसले पनि हेरिराख्नु भएको छ है। सविता राईजीले वाचिङ लाइभ म्याम फ्रम झापा भन्नुभएको छ, थ्याङ्क यू सो मच सविताजी। यस बेला पनि है पल्टेर सुतेर हेर्नु भएको छ होला। मीनाजीले नमस्ते म्याम, मेरो पनि सेम मम जर्नी भन्नुभएको छ। हामी धेरै जस्तो मम्सहरूको एउटै हुन्छ कि कहानी है। हामीले अब बच्चा पाइसकेपछि आफ्नो करियर जति नै कमाइरहेको होस्, जति नै हाई लेभलमा किन नहोस् होइन, जुन लेभलमा भए पनि हामी एउटा आमा भइसकेपछि आफ्नो करियरलाई स्टप गर्नै पर्ने कि त्यो गिल्टी मम्स गिल्ट लिएर बच्चा अर्काको हातमा छोडेर होइन जानु पर्यो, जानु सक्नु पर्यो। जुन मैले फर्स्ट बेबीमा गरेको थिएँ, यति मन रुन्थ्यो, यति गाह्रो हुन्थ्यो कि आफ्नै पाएको, आफूले पाएको बच्चालाई आफूले हेर्न नपाउने कस्तो लाइफ बाँचिरहेको मैले भने यस्तो गिल्ट हुन्थ्यो कि। झन् स्पेसली बच्चा बिरामी भयो भने आफूले छुट्टी नपाउँदा झन् कस्तो हुन्थ्यो है। त्यही भएर मैले सेकेन्ड बेबी हुँदा चाहिँ म त्यो चाहिँ लाइफ बाँच्न सक्दिनँ भनेर मैले क्विटै गरेँ हो नि त। त्यही भएर धेरै जस्तो मम्सहरूलाई यस्तै भइरहेको हुन्छ र यस्तो यो गिल्टका साथमा हामी बाँचिराख्नुपर्छ भन्ने छैन रहेछ कि। यो बिजनेस चाहिँ हामीले एज अ साइड हसल बच्चाहरूलाई हेर्दा पनि गर्न सकिन्छ। 9 to 5 जब होल्डर हुनुहुन्छ भने बिहान बेलुका दिनको 1 घन्टा 2 घन्टा सोसियल मिडियामा एक्टिभ भएर पनि तपाईँले आफ्नो टाइम म्यानेज गर्दै गर्न सक्नुहुन्छ है। अनि माया सिसले हेलो नमस्ते भन्नुभएको छ, नमस्ते मायाजी। वाचिङ लाइभ फ्रम नेदरल्यान्ड, थ्याङ्क यू सो मच फर वाचिङ है। यति राति पनि हेरिदिनु भयो। अब उहाँ त अलिकति कति 9 त्यस्तो बजिरहेको होला है। हाम्रो त यहाँ 11:30 भइसक्यो है। सुत्ने बेला भयो पनि म आजको लाइभ गएकै थिएन क्या, दिनभरि बिजी भयो। त्यही भएर आज चाहिँ राति सुत्नु अगाडि चाहिँ लाइभ आएँ। प्रदीपजीले वाचिङ लाइभ सिज, थ्याङ्क यू सो मच प्रदीपजी। राति राति भए पनि लाइभ हेरिदिनु भयो, कमेन्ट गरिदिनु भयो है। अस्मिता खनालले वाचिङ लाइभ म्याम, थ्याङ्क यू अस्मिताजी। यति राति सबैजना उठेर मेरो लाइभ हेरिदिनु भयो है। हेमाजीले पनि हेलो सिस्टर भन्नुभएको थियो, मैले तपाईँलाई सम्झिरहेको थिएँ है। तपाईँको 1 हप्ता पनि कम्प्लिट हुन लाग्यो होला, अब त भयो होला है सिस। अस्ति चुनाव गर्दा होलीले गर्दा कति बिरामी छुट्टी भइरहेको थियो है। मेरो मोबाइल अलिक प्रब्लम दिन्छ कि के अड्किरहेको छ। थ्याङ्क यू सो मच हेमाजी है। अब 1 हप्ता कम्प्लिट भयो होला है। तपाईँको रेडी भएको भए चाहिँ मलाई म्यासेज गर्नु ल। मैले तपाईँलाई म्यासेज गर्छु भनेर सोचिरहेको थिएँ, तर भएको छैन होला भनेर मैले गरेन कि। रेडी भएपछि तपाईँले म्यासेज गर्नु ल सिस। अनि साइन विथ प्रीतिजीले वाचिङ लाइभ सिस भन्नुहुन्छ, थ्याङ्क यू सो मच प्रीतिजी। यति राति लाइभ हेरिदिनु भयो, कमेन्ट गरिदिनु भयो है। अब हाम्रो यस्तो राम्रो मार्चको च्यालेन्ज चलिरहेको छ है, यस्तो रमाइलो के। यति राति भए पनि मलाई यस्तो जोस लागेर हेर्नुहोस्, इफ यो मार्चको च्यालेन्ज हुन्थेन भने अहिले निन्द्रा लाग्यो, अब सुत्ने कि के गर्ने भनेर बसिरहेको हुन्थ्यो होला। अब होइन, त्यो मार्चको च्यालेन्ज छ, यस बेला भए पनि मैले गरेको छैन। आज अझै 11:30 बज्यो नि त, 12 बज्न बाँकी छ। आजको दिन अझै आधी घन्टा भए पनि बाँकी छ भनेर म यहाँ आधी घन्टामा भए पनि लाइभ आएको कि। यस्तो मजाको पर्पज दिन्छ हामीलाई, यस्तो मजाको यस्तो एक्टिभ बनाइदिन्छ कि यो बिजनेसले, यो च्यालेन्जेसहरूले, हाम्रो यो मेन्टर्सहरू कोचहरूले दिएको कुराहरूले होइन। यहाँ भनेको हरेक कुरा हामीले सिक्न पाउँछौँ के। अनि यस्तो राति कति मान्छेको त आधी निन्द्रा नै पुरा भइसक्यो होला, तर म यस बेला भए पनि बिजनेस गरिरहेको छु है। विथ दिस ह्याप्पिनेस, विथ दिस इनर्जी। यस्तो मजाको इनर्जी मलाई कसले दियो भन्दा यो डिजिटल बिजनेसले दियो कि। मेरो छोरीहरू त सुतिरहेको छ है, उनीहरू डिस्टर्ब होला न, म चाहिँ धेरै चिचाउन मिलेको छैन। अनि मायाजीले 6:44 भयो भन्नुभएको छ है। अन्त तपाईँहरूको त भर्खर अब खानसाना पकाउने बेला भयो होला है। अन्त खानसाना खाएर सबैलाई सुताएर सुत्ने बेला भइसक्यो। हेमाजीले आएको छैन सिस भन्नुभएको छ। मैले पनि त्यही सोचेर तपाईँलाई म्यासेज गरेर कि फेरि कति सोधेको भनेर दिक्क मान्नुहुन्छ कि भनेर। तपाईँलाई पनि त हतार छ नि त, तपाईँलाई पनि छिटो भएर गर्नु मन थियो नि त। त्यही भएर आएपछि चाहिँ मलाई म्यासेज गर्नु ल। म पनि एकदम एक्साइटेडली वेट गरिरहेको छु। यस्तो रमाइलो छ हाम्रो बिजनेस, हेर्नु न कति रमाइलो छ है। अनि यति मजाको ग्रोथ छ, हामीलाई दिन टाइम त्यो के पनि छैन कि। मतलब जुन बेला आफू फ्री हुनुहुन्छ, जुन बेला आफूले सक्नुहुन्छ त्यो बेला हामीले गर्ने हो कि। मैले पनि मेरो 2टा बच्चालाई भर्खर सुताएँ होइन। उनीहरू सुतिसकेपछि चाहिँ मैले अब यो मेरो टाइम भनेको सेल्फ ग्रोथको टाइम। इफ म यो बिजनेसमा हुन्थेन भने बच्चाहरू सुताएर म पनि सुत्थेँ होला कि रातभरि सिरिजहरू हेरेर बस्थेँ कि, वेब सिरिजहरू हेरेर। अब एउटा सिरिज हेरेपछि फेरि यति इन्ट्रेस्टिङ हुन्छ कि त्यो नसकेसम्म हेर्न निन्दै लाग्दैन नि त। अनि
रातभर बसेर त्यो सिरिज हेर्दा हेर्दा रातिको 3 बजेको 4 बजेको पनि थाहा हुँदैन कि अनि भोलि बिहान उठेर पनि फेरि अनि यो सिरिज सक्यो अब अर्को के सिरिज आएको छ भनेर सिरिजहरू हेर्दा हेर्दा मुभिजहरू हेर्दा हेर्दा मलाई फेरि त्यो हाम्रो जमानाको हामी स्कुल पढ्दाखेरिको त्यो कही प्यार न हो जाए, हद कर दिया आपने, त्यो रानीको न्यूवालाको थियो नि प्रीति जिन्ताहरू, रानी मुखर्जीहरूको हो त्यो बेलाको मुभिजहरू एकदम मनपर्छ कि त्यो करिनाहरूको मुझसे दोस्ती करोगीहरू जति हेरे पनि हेरिराख्नु मन लाग्छ क्या। त्यो रोमान्टिक त्यो छुट्टै छ कि हाम्रो पालाको रोमान्टिक फिल्महरू है। अनि त्यो कति रिपिट गर्दै हेर्थेँ अनि आफू त्यही स्कुल टाइमकोमा आफू त्यही एरामा गयो जस्तो फिल हुन्थ्यो। एकछिन भए पनि मुभिजले हामीलाई कस्तो त्यो अर्कै खाले दुनियाँमा पढाइदिन्छ नि हो। त्यसरी बसेर एकछिनको खुसीमा चाहिँ म आफ्नो टाइम जस पास गरिरहेको हुन्थेँ कि। तर यो बिजनेसमा आएपछि चाहिँ मैले अहिले नयाँ फिल्म के आएको छ पनि थाहा छैन, नयाँ के चलिरहेको छ ट्रेन्ड पनि थाहा छैन, टिकटकमा के ट्रेन्ड चलिरहेको छ केही थाहा छैन कि। किनभने म यो बिजनेसमा यति बिजी छु, यता ट्रेनिङहरू गर्नलाई मेरो नयाँ बिजनेस पार्टनर्सहरूलाई हेल्प गरिरहेको छु, यता आफ्नो मेन्टिजहरू कहाँ कहाँ के अड्किरहेको हुन्छ। म त एज अ कोच छु नि त अहिले। कोच भएपछि होल डे मेरो होल टिमलाई नै गाइड गर्दै जान्छ कि। यति धेरैजना मान्छेहरू हुन्छ, यति सिक्न खोजिराख्नु भएको छ कि मेरो टिमको मान्छेहरूले। अनि सिक्दा सिक्दै पनि यति ग्रो गरिराख्नु भएको छ, यति सक्सेस पाइराख्नु भएको छ है। मैले आज बिहान हो क्या है, आज बिहान हो कि हिजो मैले सर्टिफिकेट पोस्ट गरेको कि मेरो टिमबाट मात्र नै मेरो मेन्टिजहरूले मात्र है कतिवटा 20-21वटा त एवार्डै विन गर्नुभएको छ कि। जसमा म पनि पढ्छु। रकस्टार एवार्ड मैले फर्स्ट र्याङ्कमा हिट गरेको छु, सोरिङ इगल एवार्ड जितेको छु अनि मास्टर एचिभर एवार्ड जितेको छु कि मैले यो हप्तामा मात्र है। नेक्स्ट विक त अझै धेरै मेनी मोर आर अन द वे। अनि यो हप्ता मात्र हामीले 7वटा कि 9जना न्यू बिजनेस ओनर्सहरूलाई वेलकम गरेको छु। रकस्टार एवार्डहरू यति धेरै विन गर्नुभएको छ है, काउन्ट गर्न पनि नभ्याउने छ होला, कति होला 10-15वटै होला रकस्टार एवार्ड। अनि त्यसपछि सोरिङ इगलको एवार्ड पाउनु भएको छ, राइजिङ स्टार एवार्ड पाउनु भएको छ, माइलस्टोन एचिभरको एवार्ड पाउनु भएको छ। यति धेरै मैले पनि पाएँ होइन। यति राम्रो भइरहेको छ, यति सक्सेस भइरहेको छ कि। जब कि पहिला मलाई यस्तो वर्डहरू केही थाहा थिएन, जस्ट मुभी गीत लगायो, त्यही पुरानो गीतहरू लगायो, त्यही गीतमा सुन्यो, लुपमा घुमिराख्यो त्यही गीतहरू, त्यस्तो गरेर बस्थेँ कि। तर अहिले आएर मलाई नयाँ गीतहरू के आएको छ पनि थाहा छैन, नयाँ फिल्म के आएको छ केही थाहा छैन। अस्ति चाहिँ एउटा धुरन्धरको एकदम हाइप भएकोबाट हेरेको एकदमै राम्रो रहेछ धुरन्धर हेरेँ। अर्को भनेको अलिक सानो क्लिप त्यो हक फिल्मको देखेर त्यो हक फिल्म पनि मैले हेरेको कि यस्तो राम्रो छ, यति रुवाउने छ है। कहिलेकाहीँ यस्तो हेर्दाखेरि पनि झुकेर कहिलेकाहीँ एउटा फिल्म हेर्दा पनि एकदम राम्रो फिल्म बनाएर झन् आफूलाई एकदमै आफ्नो टाइमको वर्थ इट फिल हुने कि। यति रुवाउने छ एउटा केटी एउटा आमा भएर है। यति राम्रो छ तपाईँले हेर्नु भएको छैन भने हक है, HAQ हक भनेर खोज्नु, यति राम्रो छ तपाईँले पाउनुहुन्छ। मैले चाहिँ कता कताबाट खोजेर भेटाएँ, अनलाइनै भेटाएर हेरेको, हलमै गएर हेरेँ नि हुने खाले फिल्म छ कि। मैले आफूले एकचोटि हेरेँ, दिनभरि हेरेर म रोएर बसेँ। त्यसपछि हस्बेन्ड अफिसबाट आएपछि हस्बेन्डलाई राखेर खानसाना खाएपछि यो फिल्म हेर्नु न एकचोटि भनेर उसलाई राखेर फेरि उसँग पनि त्यही दिन मैले 2चोटि हेरेको कि। त्यस्तो राम्रो लाग्यो त्यो हक फिल्म, यति राम्रो छ है। तपाईँलाई नि इन्ट्रेस्ट छ भने हेर्नु ल। आफ्नो बिजनेसहरू गर्नु त ठिकै हो, तर कहिले काहीँ चाहिँ यस्तो माइन्ड फ्रेस अप गर्नलाई पनि मुभिजहरू पनि हेर्नुपर्छ कि। म चाहिँ पहिला भनेको चाहिँ मुभिज भनेको हलमै गएर हेर्नुपर्ने, सबै फिल्म मैले हलमै गएर हेर्ने कि। दिनकै 2चोटि हलमा गएर हेरेको छु। बिहान 12 बजेको सो एउटा हेर्न सकेपछि 3 बजे सक्यो, 3 बजे अनि त्यो हलबाट निस्केर अर्को हलमा छिरेर फेरि अर्को मुभी हेरेर पनि आएको छु क्या म। त्यस्तो मुभी भने चाहिँ मलाई हलमै गएर हेर्नुपर्ने मान्छे थियो। तर काठमाडौँमा आएपछि चाहिँ सुरुमा चाहिँ हेऱ्यो, अहिले आएर त 50,000 भएर हेर्दा पाउँदैन नि त, एउटा अनलाइनै हेरिन्छ है। अनि अहिले आएर चाहिँ अब यस्तो हेर्नु म के टपिकमा बोल्दै थिएँ, बोल्दा बोल्दा म कहाँ पुगिसकेँ। यति कन्फिडेन्ट भएको छु, यति आउटस्पोकन भएको छु होइन। यसरी बोल्न नसक्ने मान्छे हो म, एकदमै इन्ट्रोभर्ट मान्छे हो। तर मलाई अहिले म इन्ट्रोभर्ट मान्छे हो भनेर यो जो पनि मेरो भिडियोज हेर्नुहुन्छ उहाँलाई भने पत्याउनु हुँदैन कि। तर मेरो रिलेटिभ्सहरू, मेरो फ्रेन्ड्सहरू, मेरो सर्कलहरू जसले पनि मलाई चिन्नुहुन्छ उहाँलाई चाहिँ थाहा छ फेरि म बोल्दिनँ, स्टिल अझ पनि म बोल्दिनँ क्या। त्यो मान्छेहरूसँग बोल्नु भनेको मेरो नेचरै होइन कि, मलाई झ्याउ लाग्छ कि मान्छेहरूसँग बोल्नु भनेको। जस्ट आफ्नै दुनियाँमा मस्त हुने, आफ्नै दुनियाँमा मग्न कि। झन् त्यही अहिले त मेरो आफ्नो 2जना छोरीहरू छ, यो 2जनाको दुनियाँमै म मस्त छु क्या, त्यस्तो छु है। तर यो बिजनेसको बारेमा बोल्ने भनेपछि चाहिँ मलाई दिन रात एनी टाइम जुन बेला नि भन्नु म यति कन्फिडेन्टली बोल्न सक्छु। यो कसरी भन्दा ट्रेनिङ पाएको भएर, डेली सो अप गरेर, डेली काम गर्दा 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 प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भन्छ नि हो, त्यो प्र्याक्टिसले गर्दा म यहाँसम्म आएको कि। त्यही भएर तपाईँहरू पनि सिक्न चाहनुहुन्छ, म पनि लर्न गर्छु नि त, सिक्दैमा हुन्छ भने म पनि सिक्छु नि त भनेर इफ तपाईँ एउटा ओपन माइन्डसेट लिएर, एउटा पोजिटिभ माइन्डसेट लिएर, लर्निङ एटिट्युड लिएर आउनुहुन्छ भने म तपाईँको मेन्टर हुन्छु, कोच हुन्छु, म तपाईँलाई सिकाउँछु कि। मैले 2 वर्षमा जे पनि सिकाएँ म तपाईँलाई सिकाउँछु भनेरै बसेको छु। मेरो काम भनेको नै तपाईँहरूलाई गाइड गर्ने हो कि है। त्यही भएर इफ यु आर इन्ट्रेस्टेड मेसेज मी गाइज।
अनि हेमाजीले आएको छैन सिस भन्नुभएको थियो है, कान्ट वेट सिस भन्नुभएको छ है। म पनि कान्ट वेट सिस, एकदमै कुरिरहेको छु तपाईँलाई हाम्रो योपालि है। तपाईँलाई त एकदमै लामो काम भयो त्यो, एटलिस्ट यो कामले यो बिजनेसको बारेमा बुझ्दा बुझ्दा तपाईँको जुन पनि अड्किरहेको थियो नि त त्यो काम जुन चाहिएको थिएन तपाईँलाई कहिले नि होइन, त्यो काम भयो पनि त तपाईँले सच्याउने काम गर्नुभयो नि त होइन। त्यो पोजिटिभ साइड पनि हेरौँ न, तपाईँले आफ्नो त्यो भइरहेको त्यो अर्का थाहा भएको कुराहरू पनि तपाईँले मिलाउनु भयो, त्यो पनि त राम्रै कुरा भयो यो बिजनेसमा आएर होइन। त्यसपछि अब यो जुन एक्सन लिनेवाला छ त्यसमा आइसकेपछि त तपाईँको त्यो आई बिलिभ है यु विल लभ दिस बिजनेस लाइक आई डु। मलाई चाहिँ एकदमै मनपर्छ, मलाई त मेरो यो बिजनेसको फाउन्डरहरूसँग लभै पऱ्यो कि त्यस्तो राम्रो बनाउनु भएको छ, ट्रेनिङहरूदेखि लिएर यहाँको स्ट्राटेजिजहरूदेखि लिएर यहाँको के भन्ने मास्टर माइन्ड्सहरू हुन्छ हरेक हप्ता, त्यो मास्टर माइन्ड हेर्दाखेरि पनि यति मजा आउँछ क्या। त्यो मुभिजहरू हेर्दा त्यति मजा आउँदैन, त्यति त्यो मास्टर माइन्ड्सहरू आउँछ। मायाजीले तपाईँलाई पोजिटिभ भाइब चाहिँ आएर अहिले तपाईँ भित्रै आएर केही नहेरे पनि केही नबुझे पनि एउटा पोजिटिभ भाइब्रेसन छ, एउटा छुट्टै एउटा अरा छ क्या यहाँ आएपछि है। अनि मलाई पनि त्यही भएर यो बिजनेसमा आएपछि एकदमै पोजिटिभ फिल हुन्छ, नेगेटिभिटी त मलाई दिमागै जाँदैन कि। जे कुरामा एउटा पोजिटिभ वेमा सोच्नु मन लाग्छ, जे कुरा पनि अब हामी भनौँ न जहिले जहिले काम गरिरहनु त हामी एक्टिभ हुँदैनौँ नि त, सक्दैन नि त। तर जस्ट एउटा उसै छ कि एभ्रिडे सो अप गर्नलाई एउटा रिजन छ होइन, एभ्रिडे गर्नुपर्छ, डिसिप्लिन हुनुपर्छ भनेर मलाई चाहिँ यो माइन्डसेटै सिफ्ट गराइदिएको छ यो बिजनेसले गर्दा कि। त्यही भएर तपाईँ पनि भित्र आउनु, भित्र आएर हेर्नु, मैले जे पनि बोलिरहेको छु यो यत्तिकै त आएको होइन, मैले मेडअप गराए होइन कि, यो मेरो सबकन्सियस माइन्डबाटै निस्किया हो। किनभने मैले यहाँ जे पनि सिकिरहेको छु त्यही कुरा मैले तपाईँहरूलाई भनिरहेको छु, मैले सिकेकै कुरा तपाईँलाई सेयर गर्ने हो क्या। सो द्याट मैले त्यो बेला जुन बेला आत्तिएर यो बिजनेसको बारेमा थाहा नपाएर कति भौतारिरहेको थिएँ नि त, तपाईँहरू पनि त्यस्तै नै खोजिराख्नु भएको छ, केही न केही पाए गर्छु भनेर खोजिराख्नु भएको छ भने तपाईँसम्म मेरो यो भिडियो जाओस्, तपाईँसम्म मेरो यो मेसेज जाओस् भनेर मैले मेरो एक्सपिरियन्सहरू सेयर गर्नलाई म लाइभ आइरहेको हो कि है। अहिले आएर कन्फिडेन्ट आएको छ मेरो भन्नुभएको छ हेमाजी, तपाईँ बाहिर हुँदा यस्तो कन्फिडेन्स आइसक्नु है भित्र आएपछि झन् कस्तो हुने ल भन्नु त भित्र आउनु, आएपछि वी आर गन रक इन दिस बिजनेस टुगेदर के। यो बिजनेसमा भनेको म आफूले मात्र गर्ने, म अगाडि बढ्ने मात्र होइन कि, एज अ टिम हामीले काम गर्ने हो, एज अ टिम वर्क। एउटा मेन्टर मेन्टी भनेको हामी दुईजना एउटा प्रोफेसनल रिलेसनसिप मात्र होइन कि, यहाँ आएपछि हामी बेस्ट फ्रेन्ड्स हुनेवाला छौँ, सिस्टर्स हुनेवाला छौँ, एउटा फ्यामिली हुनेवाला छौँ कि। यो भनेको तपाईँलाई मात्र भने होइन कि, जो पनि आउनुहुन्छ हामी अलरेडी, किनभने यो ल अफ एट्र्याक्सनले त्यही गर्दछ, लाइक माइन्डेड मान्छेहरूलाई एट्र्याक्ट गरेर कनेक्ट गरेर त्यसपछि हामी वी वर्क टुगेदर, वी ग्रो टुगेदर, वी विन टुगेदर एन्ड वी सेलिब्रेट टुगेदर हो कि। यहाँ यो मैले यत्तिकै भने होइन कि, मैले मेरो लाइफमा मेरो टिममा मेरो पार्टनर्सहरूसँग यो कनेक्सन फिल भएको भएर पनि मैले तपाईँलाई भनिरहेको हो कि है। त्यही भएर तपाईँलाई नि इन्ट्रेस्टेड हुनुहुन्छ भने म्यासेज गर्नु गाइज। अब रातिको 11:30बाट 12 बज्न लागिसक्यो है, म बोल्यो भने त मलाई अलिक बोलिराख्नु सक्छु, जेको बारेमा बोल्न सक्छु होइन। कोही छैन यहाँ सायद मान्छेहरू यो बेला त भूत आउने बेला भयो भनेर डराएर बस्छ होला है, तर त्यो भनेको आफ्नो दिमागमा मात्र हो क्या। भूत आउँछ भनेर डराएर कताबाट कसैले हेरे भनेर सोच्यो भने छ त्यहाँ त्यो भूत छ, त्यसले आएर मलाई समात्छ, त्यसले आएर मलाई खान्छ नै कि। किनभने आफ्नो मनको बाघले खान्छ अरे क्या, मनको बाघले खाओस् नहोस् मनको बाघले खान्छ भन्छ नि त। छैन त्यहाँ कोही पनि छैन, कोही आउँदैन भनेर आफ्नो काम गरेर बस्नु, कोही पनि आउनेवाला छैन, त्यो आफ्नो दिमागमा छ कि। कहिले आउँ जस्तो भएको छ कार्ड वेयर सिस्टर, आई होप अब भोलि पर्सि चाहिँ हुन्छ होला, किनभने एक हप्ता त गइ नै सक्यो नि त, अब त भएन पनि होला। तपाईँले नै एकचोटि कुरा गर्नु है, आइसक्यो होला अब चाहिँ। अनि त्यसपछि हामी सँगै काम गरौँला अनि सँगै अगाडि बढौँला, कस्तो रमाइलो छ ठाउँ है, अनि हामी सबैजना सँगै रक गरौँला कि है। अनि त्यसपछि चाहिँ सबैजना हेरौँ, बिजनेस राम्रो छ। तपाईँले मैले जे पनि भनिरहेको छु तपाईँलाई विश्वास लाग्दैन भने एकचोटि मलाई म्यासेज गर्नु अरू कल गर्नु होइन, हामी पर्सनली नै एकचोटि कुरा गरौँ। अनि के हो कस्तो हो तपाईँको के छ डाउट्सहरू सबै कुरा सोध्नु, म सबै कुरा तपाईँलाई सिकाउँछु ल। अनि हामी चाहिँ हावामा गफ गरेर राख्ने, यति कुरा बोलाउने केही होइन, जे रियल छ त्यही हो। मैले जे www.pujghcu.com मा रेजिस्टर गर्नु।
त्यहाँ रजिस्टर गर्ने बित्तिकै तपाईँको इमेलमा हाम्रो वेबिनार जान्छ, अटोमेटिक सिस्टमले काम गर्छ भन्छु नि मैले। तपाईँ मसँग बोलिराख्नुपर्छ भन्ने पनि छैन कि, सिस्टम छ, सिस्टमले तपाईँलाई इमेल पठाउँछ, तपाईँले त्यो इमेलमा आउँछ वेबिनार, त्यो वेबिनार हेर्नु, रेकर्डेड हेर्नु भए रेकर्ड हेर्नु, लाइभै बस्ने हो भने तपाईँ लाइभ पनि एटेन्ड गर्न सक्नुहुन्छ। वेडनेसडे बिहान हुन्छ है नेपाली टाइममा, त्यही बेला आफू लाइभ वेबिनार पनि एटेन्ड गर्नु। हाम्रो यति धेरै कोचेसहरू हुन्छ, लिडर्सहरू हुनुहुन्छ होइन, वेबिनार प्यानलिस्टहरू हुनुहुन्छ, उहाँहरूले लाइभ प्रेजेन्टेसन दिनुहुन्छ, तपाईँको सबै क्वेरीहरूको एन्सरहरू दिनुहुन्छ कि तपाईँले त्यहाँ पनि लाइभ एटेन्ड गरेर हेर्न सक्नुहुन्छ होइन। अनि त्यति गर्दा पनि बुझेन भने चाहिँ तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ कि है। त्यही भएर हाम्रो यहाँ अटोमेटिक सिस्टम भएको भएर मैले 2टा बच्चाहरूलाई हेर्दै यस्तो फ्यामिली टाइम स्पेन्ड गर्दा गर्दा, पार्टीमा जाँदा जाँदै पनि, बच्चालाई स्कुल पुऱ्याउँदा पुऱ्याउँदा, घरको काम गर्दा गर्दा, एउटा बुहारी बुढी आमाको लागि बाटा पनि यो बिजनेस मैले मजाले रन गरिरहेको छु कि। सो इफ आई क्यान डु इट विथ द 2 किड्स है, 2टा टडलर किड्सहरू भने वाइ कान्ट यु, तपाईँले चाहिँ किन गर्न सक्नुहुन्छ, सकिहाल्छ नि होइन। आफू गर्छु भनेर आउनु, तपाईँले सक्नुहुन्छ। अनि त्यसपछि त म छँदैछु, म तपाईँलाई गाइड गरिहाल्छु एभ्री स्टेपमा है। ल अब यति बोल्दा बोल्दा मेरो ब्याट्री पनि सकिन लागिसक्यो, मेरो इनर्जी चाहिँ सकिँदैन यो बिजनेसको बारेमा बोल्दा बोल्दा। तर मेरो मोबाइलको ब्याट्री सकिन लाग्यो, मोबाइल तातेपछि फेरि भिडियो क्याच 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 आउँछ, डिस्टर्बेन्स हुन्छ कि है। ल रातिको 12 बज्न लाग्यो, अब चाहिँ सुत्नु पर्ला। ओके, थ्याङ्क यू एभ्री वान, सबैजना आउनुभयो। मेरो यस बेला पनि राति भूत आउने टाइममा भए पनि मेरो लाइभ आएर हेरिदिनु भयो। भोलि पनि म आउँछु, म एभ्री डे लाइभ आउँछु भनेर कमिट गरिरहेको छु। त्यही भएर जुन हालतमा भयो पनि म आउँछु लाइभ, रातिको 12 बजे होस्, म सपिङ गर्दै होस्, बच्चाहरूसँग बाहिर खाजा खाइरहेको बेला होस्, अरू किचनमा भात पकाउँदै होस्। अस्ति म मोमो पकाउँदा पकाउँदा पनि आएको थिएँ है, मोमो पकाउँदा पकाउँदै होस्, जेसुकै होस्, जस्तो सुकै होस्, तपाईँले मलाई देख्नुहुन्छ क्या एभ्री डे है। ल यति भन्दै राख्नु पर्ला, मेरो मोबाइल फेरि अटिन लाग्यो। ओके, थ्याङ्क यू सो मच एभ्री वान। मायाजीले गुड नाइट, थ्याङ्क यू सो मच मायाजी, लास्ट अब हेरिदिनु भयो, बाई भन्नेलाई गुड नाइट मेसेज पनि गर्नुभयो। थ्याङ्क यू सो मच फर दिस लभ एन्ड सपोर्ट है। ल तपाईँहरूलाई हार्ट, 2टा हार्ट। थ्याङ्क यू सो मच। ओके, गुड नाइट, नमस्ते एभ्री वान, शुभरात्रि है, बाई। हेमाजीले पनि गुड नाइट सिस्टर भन्नुहुन्छ, थ्याङ्क यू सो मच हेमाजी। तपाईँ म दिउँसो लाइभ आउँदा नि हुनुहुन्छ, राति लाइभ आउँदा नि हुनुहुन्छ है, कस्तो एक्टिभली मलाई सपोर्ट गरिराख्नु भएको कि। तपाईँको र खुब जमेगा रङ होला जस्तो छ क्या, आप मे और डिजिटल बिजनेस होला जस्तो छ यहाँ आएपछि। अहिले बाहिरबाट हुँदा यति सपोर्ट र यति कनेक्टेड फिल भइरहेको छ हामीलाई है, भित्र आएपछि चाहिँ झन् कस्तो रमाइलो हुन्छ जस्तो फिल भएर मलाई चाहिँ त्यो एउटा भाइब आइरहेको छ कि तपाईँबाट। अनि हामी सबैजना सँगै काम गरौँला है। आई एम सो एक्साइटेड टु वेलकम यु इन टु आवर सक्सेसफुल डिजिटल बिजनेस वर्ल्ड है। अनि बाइ द वे मैले आज भन्नै बिर्सेको, आज पनि मैले 3वटा एक्सन टेकर्सहरूलाई वेलकम गरेँ है। म दिनभरि बच्चाहरू यता बिजनेस पार्टनर्सहरूसँग कुराहरू गर्दा दिनभरि म यति बिजी थिएँ, तर मेरो सिस्टमले, अटोमेटिक सिस्टमले मजाले बिजनेस पार्टनर एक्सन टेकर्सहरू ल्याइराख्नु भएको थियो कि। आज पनि मैले 3वटा बिजनेस प्लेसिङ्सहरू पाएँ होइन। बाइ द वे आज पनि फेरि एकजनाले कन्ट्र्याक्ट साइन, एकजनाले होइन 2जनाले 3जनाले कन्ट्र्याक्ट साइन गर्नुभएको छ है। फेरि आज पनि मैले 3जना मेरो बिजनेस पार्टनर्सहरूलाई कन्ट्र्याक्ट साइन गर्नमा हेल्प गरेँ है। अब त्यो को भनेर चाहिँ म अहिले पोस्ट बनाउँछु ल, भोलि बिहान 8 बजेको पोस्टमा देख्नुहुन्छ को भनेर चाहिँ उहाँहरूको नाम राखेर फोटो राखेर म फुल क्याप्सनका साथ एनाउन्स गर्ने रहेछ कोले कन्ट्र्याक्ट साइन गरेछ, कोले फेरि मास्टर हिट गर्दै हुनुहुन्छ भनेर। बाइ द वे फेरि एकदम एक्साइटिङ न्युज है, यो हप्ता फेरि 3जनाबाट भनेको थिएँ मैले हिजोसम्म, अब 4जना हुनुहुन्छ है। मास्टर एचिभर्स फ्रम टिम पूजा 4जना हुनुहुन्छ है। हेमाजीले, हेमा पन्तजीले गुड नाइट सिस्टर भन्नुभएको छ, मिना सिस्टरले पनि गुड नाइट म्याम भन्नुभएको छ है। हेमाजीले पनि फेरि स्माइली छोड्नु भएको छ, थ्याङ्क यू सो मच है। यति मजाको डेली सक्सेसहरू छ, यति मजाको डेली रिजल्ट्सहरू छ कि यो सबै कसरी हो भन्दा टिम वर्कले गर्दा, म एक्लै गरेर चाहिँ हुँदैन होइन। फेरि मेरो भिडियो म एक्लै गरेर भयो हुन्थेन, यो टिम वर्क प्लस अटोमेटेड सिस्टम छ विथ पोजिटिभ माइन्डसेट गरेको भएर चाहिँ भएको कि। यो डेली वर्क गरिरहेको, डेली कन्सिस्टेन्सी अनि कन्फिडेन्स बिल्डअप भइरहेको चिजले गर्दा चाहिँ धेरै कुरामा हेल्प भइरहेको छ। र मैले यति धेरै सक्सेसहरू, यति धेरै ग्रेट रिजल्ट्सहरू तपाईँहरू सेयर गर्न सकिरहेको छु कि है। त्यही भएर मलाई पनि इन्ट्रेस्ट छ, मलाई मेसेज गर्नु ल, अब चाहिँ राख्नु पर्ला। युज कङ्ग्रेचुलेसन म्याम, यु आर आवर इन्सपिरेसन पर्सन एन्ड आइडल भन्नुभएको छ, थ्याङ्क यू सो मच फर सच अ लभली कमेन्ट मिनुजी है, थ्याङ्क यू। यस्तो राम्रो कमेन्ट गरिदिनुहुन्छ है, यस्तो सपोर्ट गर्नुहुन्छ, यति माया, यति लभ पाएको छु कि मैले बिजनेसमा। मैले भने नि म एउटा इन्ट्रोभर्ट मान्छे हो, बट अहिले आएर यस्तो राम्रो लिडर भइसक्यो, यस्तो कन्फिडेन्स बिल्डअप भयो भने चाहिँ, जुन कन्फिडेन्स इज बिल्ट भने नि मैले मेहनत गर्दै जाँदाखेरि यस्तो राम्रो मान्छेहरू मसँग कनेक्ट हुनुभयो कि उहाँहरूले मेरो यस्तो तारिफ गर्नुहुन्छ, मलाई यस्तो मान्नुहुन्छ कि, यस्तो रेस्पेक्ट अर्न गरेको छु कि मैले
एउटा जब एउटा त्यो मेरो त्यो एउटा एक्सनले गर्दा यो बिजनेस गर्ने बुझ्छु भनेर म अगाडि आउँदैमा म अहिले कहाँबाट कहाँ पुगिसकेँ र यति धेरै राम्रो राम्रो मान्छेहरूले मलाई यस्तो माया गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ, तारिफ गर्नुहुन्छ कि है। थ्याङ्क यू सो मच मिनुजी है, यति राम्रो कमेन्टको लागि। अब चाहिँ राख्नु पर्ला ल, अब त 12 बज्न लागिसक्यो, अब त बुताउने बेला पनि भइसक्यो, सबैजना सुत्नु ल। थ्याङ्क यू सो मच। म भोलि फेरि लाइभ लिएर आउँछु ल। अर्को के छ भोलिको टपिक थाहा छैन, तर इट्स गन बी भेरी इन्ट्रेस्टिङ। टपिक्सहरू यस्तो राम्रो राम्रो छ है एभ्रिडेको। आजको टपिक थियो कन्फिडेन्स इज बिल्ड। त्यही भएर तपाईँ सिक्छु भनेर आउनु, अहिले आत्तिनुहुन्छ, डराउनुहुन्छ, मुख रातो हुन्छ, मुख टुकटुक हुन्छ, हात खुट्टा काम्छ, बट इट्स ओके। एकचोटि त्यस्तै स्टेटमा भए पनि गरेर आउनु, त्यसपछिको चाहिँ तपाईँले त्यसपछि आफूमा यति ग्रोथ पाउनुहुन्छ, यति कन्फिडेन्स पाउनुहुन्छ कि त्यसको भोलिपल्ट चाहिँ त्यो कम्फोर्ट जोनबाट निस्केपछि तपाईँहरू सक्सेस जोनमा पुगिन्छ क्या है। त्यो मैले एक्सपिरियन्स गरेको कुरा। म कन्फिडेन्स थिएन पहिला, डर थियो, कम्फोर्ट जोनबाट बाहिर निस्केँ, अहिले आएर म सक्सेस जोनमा छु कि। घर बसेको छु, बच्चालाई हेर्दा हेर्दा पनि मैले यस्तो राम्रो राम्रो आफ्नो भएको जर्नीहरू तपाईँलाई सेयर गर्न सकिरहेको छु है। त्यही भएर तपाईँलाई नि इन्ट्रेस्ट छ भने मलाई मेसेज गर्नु ल। ओके, थ्याङ्क यू सो मच गाइज। अब राख्छु फाइनल्ली है। बाई बाई, गुड नाइट एभ्री